Hi everyone. Hi everyone. हामी आज अर्घाखाँची जाँदैछौँ। ल आउनुस् हामीसँगै हजुर पनि हेर्न भन। नाक फुटाउन मैले भन। हेलो ढक्कन खोलिदिन्छु यता हेर एउटा मम्माले खोलिदिनु भएको हो के लाउने भनेको हौ ल पुरै खाऊ पहिले हामी त के खान हामी चाहिँ सुप खोला आयौँ पकौडा खान पर्यो टक्क पैसा तिरिएछ भन्ने न हजुर भन्ने है अब हजुरसँग बोल्दैन भन्ने भने त मैले त फेरि मलाई देऊ न यति अबुई मलाई हैन नमस्ते अंकल साँच्चै हुनुहुन्छ ल हाम्रो घर यही हो भेन्टेडे यता ओखो नमस्ते गर हजुरबालाई भर्खरै आइयो चाँडै आउने भन्दा भन्दै रात पर्यो क्या होइन यो त्यतिकै बालेको दिन त्यो त्यहाँ बलब खराब भयो को यो कको घर आएको ल कता जाने हामी बिनो दाइ पनि हो पहिला पहिला चाहिँ काम नुको मम्मी ए मम्मी के गर्नु ह
भिडियो गरेको त मम्माले बाबाले नि घन्टी हल्ला यसले कहाँ भन्छ नि हेलो गाइज यो हाम्रो बोके हो यहाँ हामी भित्र छौँ यो हाम्रो बेबी बेबीले बोकेले हान्छ क्या कस्तो डराइसिन केही ल यहाँ अर्घाखाँचीको धारा पानीमा बुवाले खाना खाइराख्नु छ रोक न यहाँ तिम्रो माम्दा बाबा देखिनु भनेको छ ल आफै बनाऊ ल बनाऊ मेरो पनि बनाऊ है मेरो पनि बनाऊ हातले छेक्यो तलबाट बनाऊ अलि बोके मात्रै देखियो हेलो बेबी माम काई काई ये पोख्यो नि सानो हेर त आजको मस्ट गुरु चिसे भने हुन्छ खै 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 यता ठुलमाइजू यहाँ चाहिँ गौरो जाने तयारी भइसक्यो हाम्रो टाइगर नलैजान पाइँदैन टाइगर लगाउनु पर्छ टाइगरलाई पर बल्ल जहाँ पनि जानु पाइन्छ सबैको घर त्यसै बुझेला बिचरा त्यहाँ गर यहाँ आइहालस् बेबीको कुनीमा पाक्दैछ के गर्ने थाहा छ तिमीलाई के गर्ने थाहा छ यत्रा बनाइसक्यो यत्रा भयो नि अब त्यो भाँडामा पकाएर ए बेबी त झन् लोटेको कुनीमा पनि खाने हो होइन ए फेरि लोट्यो भान्जाले टिकटक बनाउनु लाग्यो होइन ए बाई गरिदिउँ मामालाई यो झोला राख दीपक गर यो म समाज आफूले हेर्ने हो र पहिला समाउनु त नखोलिकिनी नखोलिकिनी पुऱ्याइदेऊ लिउ छोपा बहिनी पछाडि छु चलाइरहेको छु कि बोकाहरू त्यसको पनि नाम छ नि त्यो त म्याउ म्याउ हो यहाँ हामी ठुली माइजू ए गुड मर्निङ भइसकेको छ
बोका अरे बोका भन्ने नि मुने मुने भन्ने नि अब यो जान्छ आफ्नो ठाउँमा यसको ठाउँ कहाँ हो बिचरा यहाँ चाहिँ मस्टरगुल अब जाँदै हुनुहुन्छ कम्पिटिसनमा खेल हार हुन्छ कि जित हुन्छ कहाँ गयो के हो कहाँ गयो छ त होइन नि त्यो आँटी हो जाऊ जाऊ जो ऊ हलो हेर हलो कस्तो हुन्छ ऊ त्यसलाई हलो भन्छ थाहा छ ऊ त्यो मान्द्रो भन्छ त्यसलाई ऊ यो मान्द्रो हो हेर यो मान्द्रो हो म आउनु कि यहाँ हेर्छु सुन यो मान्द्रो हो यो हलो हो यो बाबाहरू राति सुत्नु भएको बिस्तारा हो अनि यता यो ऊ त्यसलाई चाहिँ मधुस भन्छ तलको मधुस हो माथिको यता त ऊ त्यो तलको मधुस हो माथिको बाक्सा बाक्सा भने थाहा छ बक्स के बक्स ऊ त्यसलाई के भन्छ थाहा छ ऊ त्यहाँ छ नि त्यो कुनामा त्यसलाई के भन्छ छुइगम होइन त्यसलाई भन्छ मकै धान राख्ने धनसार बुझ्यौ लाऊ त लाऊ अहिले लोतिन्छ अनि म त गएँ हिजो आएको थियौँ नि हामी धामी काम भन्दा पहिले नमस्कार हजुर हिँड जाऊ ओ को बोकै बोका छ नै यहाँ त हो जोता त थिक बोका नै लाऊ आऊ ए त्यसो भन्नु न नभन है लैला नमस्ते अङ्कल नमस्ते ठिक छ नि नमस्ते सन्चै हुनुहुन्छ किन भुल्ने हो र चिनिहाल्छु नि सुरु भइसक्यो बुवा आउनु हो भएर आज तिम्रो उदय भयो नानी कन्दी होकी पेट आलु गरी जान्छौ तिमी आफै हिँड्दै जान सक्छौ ए अगाडि जान्छु भनेर हिँड अब हिँड्नु पर्छ है ऊ त अगाडि यता नमस्ते गर सानो यता नमस्ते गर पूजा गरेको ठाउँ नमस्ते गर यताबाट हौ आउनुहुन्छ अब यता हेर यताबाट हौ आउनुहुन्छ हेर कहाँबाट हुने हो मन्दिर
हाम्रा बा छोरी यो कान्छावाला उठ्ने कान्छीबाट आउनुहुन्छ मूल धामी त उहाँ त हुनुहुन्छ अरे मूल धामी भन्दा हुन्छ नरेगी नरेगी अलग शंकर 12 भाइ बरा छन् 12 भाइ बराका छक्का चाहिँ सन्तान होला नि यार हो लाउनु पर्छ नि बाबा उता कुरा गर्नु भयो हेर त्यहाँ के कुरा गर्नु सुन हो सुन त तिम्रो मामु यता हेर ए कुरा सुन आपा सुन आपा मम्मी जस्तै त रोइन्छ आपा आएर कुरा सुन आऊ खिर पिठो आजको स्पेसल खाना हो यो हाम्रो बुवाले खाँदै हुनुहुन्छ यसपछि के खाने हो बुवा सानीमाले खानुभयो कस्तो थियो एकदम हत्याको भिडियो त नदेखाउनु पर्ने हो बा नमस्ते नमस्ते बा वेलकम टू पल्ला पोखरा फोटो खिचेर राख्नुहुन्थ्यो कि यहाँ आएर त्यो एउटा रातो रातो घरमा सानीमाको भागमा चाहिँ कोर्नी परेछ ठुलमाइजीको भागमा फेरि प्याज बस्न अलि अप्ठ्यारो भएर उभियो भने छिल्नु भयो उता दिपकले भुँडी खेलाइराख्नु हजुर तपाईँ देखिराख्नु छ यहाँ हाम्रो कान्छी माइजी भर्खरै आउनुभयो अब काम लगाइदिने हो के काम लगाइदिने होला भन्नु त्यसो अब काम लगाइदिने हो के लगाइदिने होला यसो भन्नु कुलपूजामा भन्दा कुलपूजामा आएर होइन चाहिने मिक्सरमा पिसेको टेस्ट र यसमा धेरै फरक पर्छ नानी फोटो खिचाउँ यसबाट हजुर सम्झी भएर आउँदैन सासबाट मामाले ए त्यही लिन जानु हो कहाँ लोटी छौ तिमी फेरि भनेर हेर्दै यसलाई तत्तु लाउँदै आउनको उठा यसलाई राख त्यहाँबाट लिएर आइयो
पहाडको अर्गानिक यो चाहिँ हामी सानैदेखि यसरी साँधेर पोलेको बुकेलाई साँधेर खान्थ्यौँ र यसलाई चाहिँ मैले अझै धेरै खान सकिने जस्तो लाग्यो कि अहिले चाहिँ हल्का झिरमा बुन्दैछु देखाउँछु दिदी लाउनु के आउनु यो मेरो हो बिना दिदी यत्रो धेरै दिदी आउ त बिनाजु यो चाहिँ हाम्रो बोलो बोलो बिनाजु के भन्छन् यस्तो काठ मान्छेलाई बुच्चा बुच्चड लाउनु नि आउ न आफूले बुच्चड अरे मम्मीको खै कस्तो यहाँ चाहिँ मैले टक्क लाएर आगोमा राखेको छु यता चाहिँ पकाइसकेको छु खाँदै बाँड्दै रमाइलो भइरहेछ यहाँ चाहिँ हाम्रो भान्सेहरू हुनुहुन्छ कस्तो भयो माइजू एकदम राम्रो रमाइलो रमाइलो केही चिजको कमी भएछ कि नै केही भयो हो मामा नभएर अलिकति खल्लो खल्लो अलि कस्तो कस्तो भयो यो भुटुवाको तयारी हो आगो त कस्तो आफैतिर फर्के है भाँडा धोएका भाँडा डोको अलि भोरेर हिँड्छ यो चाहिँ हाम्रो भाँडा दिने ठाउँ काँचो मासु खाने बेला भयो है ठ्याक्कै पोलेको भनेको यही त हो नि होइन र यो पोलेको ल भइहाल्यो खाँदै भयो तिमीलाई यस्तो गर्नु रमाइलो भएछ हो यस्तो घर गर्न पाउने हो र यस्तो घर गरिदिने हौ यहीँ मात्रै गर्ने हो कति फोहोर छ फोहोरै गर्छु अरे किन तास ढाकिदिने यसरी बाकिन्छ एकछिनपछि मासु टुक्रिने कुरो भएन के रे अरू यत्रो बेर मैले चलाउँदा त खिचिने हो न फोटो नाटक खिचिजीभन्दा अगाडि ज्वाइँ आउने बित्तिकै त फेरि फोटो मामालाई ल्याउनु पर्छ के रे फोटो भिडियो बनाउनु भयो त ल ल जोडी चाहिन्छ के रे ल्याउला कुनै बेला आउने नि हैन परानै भन्दा प्यारो छ म जन्मेको ठाउँ हिँडाकामाझी घुम्नलाई बेनी बजार प्रधानमन्त्री महिला म पनि हुन्थे बा म नगएर हो काठमाडौँ प्रधानमन्त्री अहिले त्यही बेला म काठमाडौँ गएकी भए म प्रधानमन्त्री हुन्थे सुशीला प्रधानमन्त्री हो अहिले त प्रधानमन्त्री हुने राम्रै चान्स थियो के गइएन कि पानी खमखम न बोतलमा छ पानी पानी छैन थ्याङ्क यू सानो मलाई खुवाइदेऊ तिमीलाई ह्यापी बर्थडे वा लगाऊ यहाँ मामाको बर्थडे कस्तो राम्रो भयो कि नि चुप गर मामालाई आज कसको बर्थडे रे उहाँ स्याबास उहाँ समु एबार समाउनु त्यस्तो हात पाट्यो ह्यापी बर्थडे भएको बेबीको खै हेरौँ त केक कस्तो छ
त्यस्तै हो कि त्यस्तै हो मैले कहाँ समात्ने हो ल तिमी जाऊ अब जाऊ जाऊ भान्जालाई दे अब जाऊ जाऊ त्यत्रो टाउको सबै देखियो त कति रमाइलो भएन आगो तापीले तापे हुन्छ कि यहाँ चाहिँ हाम्रो आज बसाइ ए यहाँ हाम्रो कान्छी बुवाको घर हात हल्लाइराख्नु यो कान्छा बुवाको भन्नुपर्छ यो कान्छी बुवा हाम्रो घरमुली कान्छी बुवा उहाँ हुनुहुन्छ र गाउँै उज्यालो भन्छ कान्छी बुवाको धर्मपत्नी ए हामी ट्याक्क छौँ आज लडाइ होला जस्तो छ मम्मी चाहिँ यो छोराको बर्थडे कस्तो भयो रमाइलो भयो आज कुल पूजाको दिन जो हाम्रो ओल्तिर पल्तिरको जमाना देखुनको एउटा यो ओल्तिर यो पोलतिर धेरै रमाइलो ल यो हाम्रो छोरी ब्लग हेरेर सब्स्क्राइब गर्न नबिर्सिनु होला भनिदिनु त ब्लग हेरेर सब्स्क्राइब गर्न नबिर्सिनु होला लभ गरेर सब्स्क्राइब गर्न नबिर्सिनु होला ब्लग हेरेर ब्लग गुड मर्निङ कस्तो भइरहेछ एकदमै रमाइलो लागिरहेको यहाँ कपडा खदुल्नु परेछ है नभेटेर नयाँ एक्सपिरियन्स जाडो चाहिँ अर्कै जाडो हुँदो रहेछ कि एकदम सबैजना गुड मर्निङ भइसकेको छ बेबी गुड मर्निङ भनिदियो ए हो खै कस्तो भएछ कपाल यता हेर कपाल ठुलो भएछ हजुर सबै हाल्ने होइन अहिले फेरि निकाल्नु भने पनि नि नुहाइदिने के त्यही पानी नुहाइदिने होइन गयो गयो ए बाध्यो ब्रेक लगाइदिन्छु बुवाको हामी चाहिँ खर्क जाँदैछौँ मेन बाटो छोडेर सानो बाटो रमाइलो गर्दै सुस्मिलाले फोटो खिच्यो भने नाटी यही रोटी ल जाम जाम यति राम्रो सजिलो बाटोमा कोही नलोटम त्यसलाई बरु उचालम है यो चाहिँ ठुलो पाटो भन्छ यसलाई हाम्रो यो गरिखाने खेती यसमै हो तर अहिले त छैन यही अहिले तोरी फुलिरहेको छ हाम्रो ठुली माइजूको यो रमाइलो एडभेन्चर लोड्दै पोड्दै रमाइलो भइरहेछ ओ यो यहाँबाट देखिने पारीको ढाकाबाङ सामने गाउँको ठाउँ हो यो माथि देखिने चाहिँ शिखर हो हिले हो यताबाट अर्घा पनि गइन्छ यहाँदेखि तल चाहिँ यो खर्क हो यो दुई घर देखिरहेछ यहाँबाट हामी चाहिँ सर्टकट बाटो आउँदाखेरि आफ्नै बारीतिरबाट आइयो होइन भने फेरि अर्को बाटो छ सजिलो बाटो त धेरै घुमाउरो अलिकति लामो पनि भएको भएर त्यसलाई चाहिँ हामी छोडेर आयौँ यो माझ पोखरा त्यो तल्लो पोखरा मैले के हेरिछौ दुईटा हो मलाई हेरि क्या हो कति रमाइलो होइन ल कस्तो राम्रो नि यहाँ
यो त यहाँ आएर बसेर गएको गरे पहिला आएको नि त यो देखे जस्तो लाग्यो के त्यसलाई नमस्ते आन्टी मिना त आउनु भने भ्याउनु यहाँ नआएको मान्छे आउने आएको मान्छे नआउने ल पुग्यो अङ्कल खै चाय दुध नै नै कानलाई ठिक्क परेको यसलाई फेरि यहाँ खुब रमाइलो लाग्छ पहिला आउँदा नि खेलेको खोलेर हिँडेको नखोल नि सानो महँगो बसाउँछ सुँग्दा पनि सुँग त सिलाम जस्तो बसाउँछ सिलाम यो गुदौली फुल यो अमिला अमिला लाने हो 1 घण्टामा धन्यवाद भइहाल्छ सबै हजुर सर यस्तो हाम्रो गाउँ कस्तो छ भनेर अथाह प्यारो एकदम भिडियो हैन बिन्दास ठीक छ ल अरु के छ त नयाँ नहुँदै सबै ठीक छ बिचरा सिस्नोलाई छोएर खै माइजू के गर माइजू के गर त्यसले दाइले के गर बिचरा मलाई सोध्न पर्दैन ल आमा म आइछु ल बाई बाई फेरि जाने हो क्या बाहिर त जाने हो यहाँ बसेर के गर्ने नि यस्तो सर्टकट बाटो प्रयोग गर्न खोज्ने लोट्ने लगेर कसैले भात खाए के भयो म छोरीलाई कहाँ गयो खोज्नु त छैन मलाई खोज्नुहोस् भनेर गएको कहाँ गएछ झोला त लुक्यो होइन छैन के हो कि यहाँ यहाँ पनि आइन्छ त्यहाँ माथिबाट हेर्नु त त्यहाँ छ कि यहाँ को आइछ कि यहाँ हेरौँ त यहाँ को आइछ यहाँ लुकी आइछन् कि यहाँ लुकी कुटु नाम खानु छिटो खानु खोलेर लाउँदै थियो एउटा हातले लाउने एउटा हातले औँला छिराउने पुग्यो पुग्यो छ त्यही यस्तो अप्ठ्यारो ठाउँमा किन हिँडेको र त्यही हेर्न क्या ऊ लड्डु मागे दिन्छु यताबाट नि गइन्छ क्या यताबाट नि गइन्छ आऊ आऊ यहाँ बिरालेर त यहाँ चाहिँ आऊ पसिआइदिएर खानु चाहियो बिहान 10 यस्तो यो एसी यो मेरो पसिबाट यो नम्बरमा पैसा जान्ने यो नम्बर फेरि एउटा के भयो आमाको यहाँ आमा हुनुहुन्छ नि आमाको त्यसमा त सक्दिन गोलमामा खै मानौ
खानु त कहिले खानु के सम्झेर दिउँ न खानु खाऊ खानु छ गुवान्डे के चिनी कम भयो अमिलो खाँदै चिनी कम भयो चिनी मैले कमै हालेको त्यहाँ थियो धेरै गुलियो खानु भयो ए सानो के गर्छ यसले सानो आउनु ल बाई गरौँ